नमस्ते सबैजनालाई। हामीहरु चाहिँ फाइनली कामबाट छुट्टी भएर रुमतर्फ जाँदै हैन भर्खरै मात्र हामीले टीआरसी को लागि एप्लाई गरेर आयौं। अनि हामीसँग सिम कार्ड पनि छैन, सिम कार्ड पनि लिने भनेर जाँदै छ अलि टाढा उट्यासम्म। तपाईं देख्न सक्नुहुन्छ यो चाहिँ बुकारेस्ट सिटी। यो चाहिँ सिटीमा छौं अहिले हामी। कस्तो लाग्यो त केटा रोमानियामा? कस्तो लाग्यो रोमानियामा? राम्रो छ है केटा। तपाईहरु पनि आउन चाहनुहुन्छ भने सबै मेम्बरलाई सम्झिनु होला भन्न चाहन्छु। हो एकदम ठीक छ हैन, चिलमा छन् केटाहरु सबै। बुकारेस्ट सिटी एकदमै राम्रो छ, एकदमै शान्त वातावरण। बाटो क्रस गर्दै यता हजुर। अनि हामीहरु चाहिँ यहाँ सुपरमार्केटतिर सामान पनि लिनुहुन्छ, सबै पर्चेस गर्नुहुन्छ। भर्खरै मात्र हामीले काठमाडौँबाट युरो मनी ट्रान्सफर गरेका थियौं, नेपाली टु युरो। अनि यहाँ चाहिँ सबै ठाउँमा युरो नचल्ने रहेछ, ली चल्ने रहेछ यहाँको लोकल करेन्सी। त्यही भएर हामी चाहिँ त्यो हामीसँग भएको युरोलाई चाहिँ लीमा कन्भर्ट गर्न भनेर पनि जाँदैछौँ। त्यसको लागि मनी एक्सचेन्जर खोजिरहेका छौँ। केटा मनी एक्सचेन्जर कहीँ छ भने चाहिँ हेरौँ है। हामीहरु लोकेसन ट्र्याक गरेर पनि जान सक्छौँ, तर हामीसँग चाहिँ सिम कार्ड नभएको कारणले फर्स्ट त हामीले सिम निकाल्नु पर्यो, त्यसपछि मनी एक्सचेन्ज गर्नु पर्यो, त्यसपछि सुपरमार्केटबाट सामान लिनु पर्यो, सबै काम छ हैन हाम्रो चाहिँ। अब देख्न सक्नुहुन्छ रोमानियाको बस। एकदमै रमणीय ठाउँ छ।